यसको नाम फेरि पनि सबैले जय मेसी। आजको यसको नाम फेरि पनि सबैले जय मेसी। आजको प्रश्न छ के परमेश्वरले यस संसारलाई चलाउँदै हुनुहुन्छ? त्यसो भए रेप, किडन्याप, करप्सन, डिजास्टर, प्रकोप, महामारी, हत्या किन भइरहेको छ त? यदि परमेश्वरले यस संसारलाई चलाउँदै हुनुहुन्छ भने परमेश्वरले यो कुरा किन हुन दिनुभयो? किन उहाँले यो कुरा रोक्नु भएन? आज हामी यो कुरालाई जान्नेछौँ। परमेश्वरले किन यो हुन दिनुभयो? तपाईले मसँग दोस्रो कोरिन्थी 4:4 हेर्न सक्नुहुन्छ। तिनीहरूका विषयमा भन्यौं भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याएको छ। इङ्ग्लिसमा लेखेको छ गड अफ दिस वर्ल्ड। यहाँ चाहिँ शैतानलाई संसारको देव भनेर द गड अफ दिस वर्ल्ड भनेर लेखेको छ। शैतान चाहिँ यो संसारको गड हो, देव हो, अनि त्यसले चाहिँ यो संसार चलाउँदैछ। यसको मतलब यो किन रेपहरू हुन्छ, किन डिजास्टर, महामारी, गरिबी छ, मान्छेहरू किन मरिरहेको छ एक्सिडेन्टमा? किनभने शैतान यो संसारको देव हो। ही इज द गड अफ दिस वर्ल्ड। परमेश्वरले यो संसारलाई चलाउँदै हुनुहुन्न, शैतानले यस संसारलाई चलाउँदै हुनुहुन्छ। परमेश्वर पृथ्वीको परमेश्वर हुनुहुन्छ, तर यो शैतानले चाहिँ यो संसारलाई चलाउँदैछ। ल कसरी त? परमेश्वरले कहिले पनि शैतानलाई यो संसारको देव बनाएन, गड अफ दिस वर्ल्ड बनाएन। त्यसो भए कसरी त्यसले यो अधिकार पायो? कसले बनायो त त्यसलाई? ल तपाईहरूले मसँग उत्पत्ति 1:28 हेर्न सक्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई आशीष दिनुभयो आदमलाई र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बसमा पार्दै जाऊ। परमेश्वरले चाहिँ मान्छेलाई डोमिन गर्नको निम्ति, अधिकार गर्नको लागि बनाउनु भएको। परमेश्वरले चाहिँ मान्छेलाई यत्तिकै बस्नको निम्ति, दुःख भोग्नको निम्ति, रोग बिराममा जिउनको निम्ति होइन, तर अधिकार गर्नको निम्ति बनाउनु भयो। सिम्पल भाषामा भन्नुपर्दा परमेश्वरले आदमलाई यस संसारको देव बनाउनु भएको थियो। परमेश्वर सबै संसार बनाउनु भयो अनि आदमलाई दिनुभयो अनि आदमलाई भन्नुभयो आदम अब यो संसारको गड त होस्, अब तैँले अधिकार गर। तर आदमले के गर्यो? आदमले सुम्पिदियो। कसलाई? शैतानलाई। कसरी? अनाज्ञाकारिताद्वारा। तपाईँले मसँग हेर्न सक्नुहुन्छ। यो कुरा शैतानले आफ्नै मुखबाट भनेको छ। लुका 4:6 म यो सारा अधिकार र यिनको गौरव तपाईँलाई दिन्छु र किनभने यी सबै मलाई सुम्पिएका छन्। कसरी सुम्पिदियो? आदमले। कसरी? अनाज्ञाकारिताद्वारा, डिसओबिडियन्टद्वारा, हैन? र म जसलाई इच्छा गर्दछु त्यसलाई दिदछु। शैतानले यहाँ भन्दैछ प्रभु येशूलाई म अधिकार दिदछु। यसको मतलब अधिकार दिन मिल्दो रहेछ। यसकारण त आदमले पनि त आफ्नो अधिकार शैतानले दियो, किनभने अधिकार दिन मिल्छ। कसरी आदमले दियो? अनाज्ञाकारिताद्वारा। जब शैतानले भनेको कुरा मान्यो, त्यो आदमको अधिकार चाहिँ शैतानलाई डेलिभर भयो। इङ्ग्लिसमा लेखेको छ विच डिलिभर अन टु मी, जुन चाहिँ मलाई सुम्पिएको छ। ओके, आदमले कसरी दियो अधिकार? अनाज्ञाकारिताद्वारा। कतिले भन्छ शैतानले यहाँ झुट बोल्दै थियो, तर शैतानले अरूलाई झुट बोल्न सक्ला, तर प्रभु येशू ख्रीष्टलाई परीक्षा गर्दैछ। प्रभु येशू ख्रीष्टलाई कसैले झुटो भन्न सक्दैन, किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँलाई सबै कुरा थाहा, उहाँ सर्वज्ञानी हुनुहुन्छ। यसकारण शैतानले यहाँ चाहिँ झुट बोल्दै छैन। शैतानले यहाँ प्रभु येशूलाई साँचो बोल्दै हुनुहुन्छ। अब प्रभु येशूलाई थाहा थिएन र? तर प्रभु येशू ख्रीष्टलाई थाहा थियो। अनि शैतानले प्रभु येशू ख्रीष्टको अगाडि अहिले साँचो बोल्दैछ। यो चाहिँ शैतानले झुट बोलाए होइन, किनभने प्रभु येशू ख्रीष्ट सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ। यदि यो कुरा झुट भएको, यो टेम्पटेसन नै हुन्थेन। हामीले अरूलाई कसरी टेम्प्ट गर्न सक्छौँ? जुन कुरा छ। यदि यो कुरा हुँदै नभएको त प्रभु येशू ख्रीष्टले टेम्प्ट गर्नै सक्दैन। तर शैतानसँग यो अधिकार थियो। कसले दिएको थियो? आदमले, अनाज्ञाकारिताद्वारा। यसकारण प्रभु येशू ख्रीष्टलाई त्यसले टेम्पटेसन दियो। यदि विश्वासीको अधिकार बुझ्नु छ भने धार्मिक परम्पराको शिक्षालाई तोड्नुपर्छ। धार्मिक परम्पराको शिक्षाले के भन्छ? संसारलाई प्रभुले चलाउँदै हुनुहुन्छ भन्छ। तर होइन, यहाँ के लेखेको छ? गड अफ दिस वर्ल्ड। शैतानलाई यो संसारको देव, गड भनेको छ।
स्मल जी। अनि यो संसारलाई यो जति पनि अहिले हैन पोर्नोग्राफी न्युडिटी जहाँ पनि यो रेप डिजास्टर एक्सिडेन्ट कसले गरिरहेको? परमेश्वरले होइन, कसले? शैतानले। किन? ही इज रनिङ दिस वर्ल्ड। वाइ? बिकज ही इज द गड अफ दिस वर्ल्ड। शैतान चाहिँ यो संसारको देव हो। ही इज द अथर अफ अल डिजिजेस। त्यो हरेक रोग बिरामीको अथर चाहिँ रचनाकार चाहिँ शैतान हो। हरेक एक्सिडेन्टको, हरेक महामारीको, हरेक प्रकोप डिजास्टर भूकम्पहरूको रचनाकारको शैतान हो। हामीले वचनमा हेर्न सक्छौँ कि जब आधी बेरी आयो प्रभुले भन्नुभयो भने के प्रभुले यो संसारलाई चलाउनु भयो, प्रभुले आधी बेरी ल्याउनु भयो, ल मरम, प्रभुको इच्छा रहेछ हामी यहाँ बाटोमै मर्ने। प्रभु सुत्नु भयो भने तर प्रभुले के भन्नुभयो? शान्त होइजाऊ भनेर आधी बेरी डाँट्नु भयो भने लेखेको छ। डाँट्नु भएको छ। प्रभुको इच्छा भनेर प्रभु यीशु बस्नु भयो तर डाँट्नु भएको छ। किन? किनभने आधी बेरी प्रभुको इच्छा थिएन। कसले ल्याएको थियो? त्यो शैतानले। किनभने उता हेऱ्यो भने त्यहाँ भूत लगाएको मान्छे थियो, अनि त्यो बाटो नजाओस् भन्ने शैतानले चाहिँ बाधा ल्याएको थियो। तर प्रभु यीशु ख्रीष्टले डाँट्नु भयो। यदि विश्वासीको अधिकारलाई बुझ्नु छ भने शैतान को हो भन्ने कुरा पनि बुझ्न जरुरी छ। यो रोग बिरामीको, यो एक्सिडेन्टको, यो गरिबीको, यो श्रापको अथरको, रचनाकारको त्यो बुझ्न पर्न जरुरी छ। ओके, तपाईले मसँग योहन्ना 14:30 हेर्न सक्नुहुन्छ। म तिमीहरूसँग अब धेरै बोल्ने छैन, किनभने यस संसारको शासक आइरहेको छ। प्रभु येशू ख्रीष्टले शैतानलाई भन्दैछ यस संसारको शासक। प्रभु येशूले शैतानलाई भन्दैछ यो संसारको शासक आउँदैछ। शैतान चाहिँ यो संसारको शासक हो। शैतान चाहिँ यो संसारको देव हो। त्यसले चाहिँ यो संसारलाई चलाउँदैछ। यो जति पनि सिस्टम छ, यो करप्सनहरू जति पनि यो हैन अहिले कस्तो इभिल भइरहेको, त्यसको कसले गरिरहेको? यो शैतानले गरिरहेको। म तपाईलाई भन्न चाहन्छु, जुन रोग बिरामीको, गरिबीको तपाईँ अनुभव गर्दै हुनुहुन्छ त्यसको रचनाकार शैतान हो, परमेश्वर होइन। परमेश्वर ही इज द गुड गड। उहाँ चाहिँ भलो परमेश्वर हुनुहुन्छ। उहाँले कसैले नि रोगी पार्नुहुन्न। परमेश्वरले अधिकार आदमलाई दिएको, तर आदमले के गर्यो? सुम्पिदियो। के भन्यो शैतानले? यो मलाई सुम्पिएको छ। कसले सुम्पिदियो? आदमले शैतानले सुम्पिदियो अनाज्ञाकारिताद्वारा। हामी चाहिँ के भन्छ? हालेलुया, कोरोना परमेश्वरले ल्याउनु भएको हैन, महामारी, गरिबी, करप्सन हैन, हामी चाहिँ खुसी हुन्छौँ। त्यसो शैतानले चाहिँ के गरिरहेको? पिकनिक खान गएको। अब सायद जब एक्सचेन्ज भयो क्या। अब चाहिँ शैतानले चाहिँ भलो काम गर्न लाग्यो, परमेश्वरले चाहिँ रोग बिरामी फैलाउन लाग्यो। परमेश्वरले रोग बिरामी फैलाउँछ, आफै दिन्छ रोग बिरामी अनि आफै निको गर्छ। आफै सोच्नु त, एउटा बाउले आफ्नो छोरीलाई आफै चक्कु हान्छ अनि आफै हस्पिटल लग्यो भने तपाईँ त्यो बाउलाई भलो, कस्तो माया गर्ने बाउ रहेछ। वा, यदि यो बाउले चक्कु नहानेको भए त्यो नानीले थाहा नै हुन्थ्यो नि उसको बाबा चाहिँ निको पार्ने बाबा हुनुहुन्छ भनेर। त्यो तपाईँ त्यो भन्नुहुन्छ। तपाईँ भन्नुहुन्छ कस्तो इभिल बाउ रहेछ, कस्तो दुष्ट बाउ रहेछ, आफ्नो छोरीलाई चक्कु हान्ने। अनि हामी त्यस्तै सोच्छौँ, प्रभुले बिरामी पार्नुहुन्छ, प्रभुले गरिब बनाउनुहुन्छ, फेरि धनी बनाउनुहुन्छ। नो, अयुबको घरको सबै सम्पत्ति कसले खोस्यो? शैतानले खोस्यो। अनि अहिले पनि त्यसले त्यस्तै गर्छ। त्यसले हाम्रो हेल्थलाई, हाम्रो शान्तिलाई, हाम्रो सबै राम्रो थोकलाई त्यसले चोर्न खोज्छ। हाम्रो दीर्घायु जीवनलाई चोर्न खोज्छ। फेरि 10:28 तपाईँले पढ्न सक्नुहुन्छ। परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दिनुभयो। निको पार्दिनुभयो कसलाई? दियाबलसद्वारा पेलिएकाहरूलाई। यहाँ रोग बिरामीलाई के लिएछ? दियाबलसबाट पेलिएको। यसको मतलब हरेक रोग डाइरेक्ट या इन्डाइरेक्ट शैतानले पेलेको। इंग्लिश बाइबलमा के लेख्छ? हिलिङ अल। कतिपयलाई मात्रै भनेको छैन, सबैलाई। द्याट वे अप्रेस अफ द डेभिल, जसलाई चाहिँ शैतानले सताएको थियो, उनीहरू सबैलाई निको पार्नुभयो। यसको मतलब सबै रोग के हो? शैतानले सताएको, शैतानले पेलेको। अनि म तपाईँलाई फेरि भन्न चाहन्छु, रोगको, महामारीको, गरिबीको, रेपको, हत्याको, एक्सिडेन्टको रचनाकार परमेश्वर होइन, तर शैतान हो। शैतानले यो संसारलाई चलाउँदैछ। त्यसै परमेश्वरले के गर्नुभयो त?
किन परमेश्वरको पुत्र यस संसारमा आउनुभयो त? मान्छेलाई मान्छेले सुम्पेको अधिकार, फेरि पनि मान्छेलाई सुम्पिन। यसको उत्तर हामी पार्ट 2 मा जान्नेछौँ।